आजभोलि नेपालको राजनीतिमा निकै ठूलो हलचल मच्चिएको छ। तीनजना चर्चित अनुहारहरू एक ठाउँमा आएर एउटा यस्तो गठबन्धन बनाएका छन् जसले देशको राजनीतिलाई नै हल्लाइदिएको छ। तर के यो साँच्चै परिवर्तनको संकेत हो? आउनुहोस् आज यसकै बारेमा अलि गहिरिएर कुरा गरौँ। अब यो सबै कहानीको सुरुवात हुन्छ एउटै शब्दबाट, अपनत्व। यसको सीधा अर्थ हो मेरो हो भन्ने भावना। मतलब यो देश, यो समस्या, यो आन्दोलन सबै मेरै हो र यसलाई सुधार्ने जिम्मा पनि मेरै हो भन्ने सोच। यही भावनालाई एउटा नयाँ राजनैतिक धारले आफ्नो मूल मन्त्र बनाएको छ। अनि यही अपनत्वको भावनालाई काठमाडौँका मेयर बालेन शाह र रासोपाका रवि लामिछानेले कागजमै उतारे। उनीहरूले गरेको 7 बुँदे सहमतिको पहिलो बुँदामा नै यही कुरा लेखिएको छ। उनीहरूले के भने जुन युवाहरू, जसलाई हामी जेनजी भन्छौं, उनीहरू भ्रष्टाचार र कुशासनको विरुद्धमा सडकमा आए, त्यो आन्दोलन अब हाम्रो हो, हामी त्यसको अपनत्व लिन्छौं। अब हेर्नुस्, यो गठबन्धनमा बालेन र रवि मात्रै थिएनन्। जब कुलमान घिसिङ जस्तो अर्को लोकप्रिय अनुहार पनि जोडिन आइपुग्यो, तब त झन् देशभरि एउटा उत्साहको लहरै फैलियो। सबैको ध्यान यतैतिर तानियो। अनि उनीहरूले एउटा निकै ठूलो, भनौँ न महत्वाकांक्षी योजना पनि सार्वजनिक गरे। योजना के थियो भने आउने चुनावपछि पहिलो पालोमा बालेन शाह प्रधानमन्त्री बन्ने अनि त्यसपछिको दोस्रो कार्यकालमा रवि लामिछानेले सरकारको नेतृत्व गर्ने। सबैतिर वावा भइरहेको थियो, तर यो उत्साह लामो समय टिकेन। गठबन्धनको घोषणा भएको केही समय नबित्दै यसको आफ्नै घरभित्रबाट समस्या देखिन थाल्यो। समस्याको जड के थियो त? त्यो थियो आउने चुनावको लागि बनाइएको समानुपातिक उम्मेद्वारको सूची। यही सूचीले गर्दा गठबन्धनको नियतमाथि नै गम्भीर प्रश्नहरू खडा भए। अब त्यो सूचीमा त्यस्तो के थियो जसले यत्रो विवाद ल्यायो? हेर्नुस् है, आरोप के लाग्यो भने सूची बनाउँदा नातावाद र पैसाले काम गर्यो। केही नेताका आफन्तहरू परे, ठूला व्यापारीका छोराले माथिल्लो नम्बर पाए, अनि जो व्यक्तिले पार्टीभित्रको चुनाव जितेका थिए वा लोकप्रिय थिए उनीहरूलाई चाहिँ पछाडि पारियो। यस्तो भएपछि त जुन पार्टीले परिवर्तनको कुरा गर्थ्यो त्यही पार्टीमाथि यो पनि पुरानै डर्राको रहेछ भन्ने आरोप लाग्नु स्वाभाविक नै थियो। खैर, यो त भयो घरभित्रको कुरा। तर यो नयाँ गठबन्धनको चुनौती घरभित्र मात्र सीमित थिएन। बाहिर पनि एउटा यस्तो राजनैतिक शक्ति थियो जसको नेपाललाई हेर्ने दृष्टिकोण नै बिल्कुलै फरक थियो। हो, यहाँनिर नेपालको भविष्यको लागि दुईवटा बिल्कुलै फरक बाटो देखिन्छ। एकातिर यो नयाँ गठबन्धन छ जसले भन्छ अहिलेकै संविधान ठिक छ, हामी यसैभित्र बसेर सुधार गर्छौं। तर अर्कोतिर छ राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपा। उसको तर्क के छ भने समस्या व्यक्ति वा पार्टीमा होइन, यो पुरै सिस्टममै छ। त्यसैले सिस्टमलाई नै जरैदेखि फाल्नुपर्छ। राप्रपाको यो सोचलाई उनीहरूका प्रवक्ता ज्ञानेन्द्र शाहीको एउटा भनाइले एकदमै राम्रोसँग प्रश्न पार्छ। उहाँले भन्नुभयो, ड्राइभर फेरेर मात्र हुँदैन, गाडीको इन्जिन नै फेर्नुपर्छ। मतलब खाली नेताको अनुहार फेरेर केही हुन्न, देश चलाउने प्रणाली नै खराब छ भन्ने। त्यसो भए एकातिर घरभित्रै किचोल्लो, अर्कोतिर बाहिरबाट वैचारिक चुनौती। यस्तो अवस्थामा के यो नयाँ गठबन्धनले साँच्चै सत्ताको यात्रा तय गर्न सक्ला त? हेर्दा जति सजिलो देखिन्छ, बाटो त्यति सजिलो पक्कै छैन। ला, अब एकछिन हिसाब किताबै गरौँ न। बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि के चाहिन्छ? कम्तीमा 4वटा ठूला पहाड छिचोल्नुपर्ने देखिन्छ। 1. चुनाव तोकिएकै समयमा हुनु पर्यो। 2. बालेन शाह आफैले चुनाव जित्नु पर्यो। 3. उहाँको पार्टीले संसदमा बहुमत यानि कि कम्तीमा 138 सीट ल्याउनु पर्यो। अनि यदि बहुमत आएन भने चौथो र सबैभन्दा गाह्रो काम, अरू पार्टीलाई फकाएर आफूलाई प्रधानमन्त्री मान्न लगाउनु पर्यो। सोच्नुस् त, यी प्रत्येक चरण कति चुनौतीपूर्ण छ। यो त भयो चुनावी गणितको कुरा। तर अरू पनि त बाधाहरू छन् नि। चुनावको मिति चाडपर्वसँग जुधेको छ। देशसँग चुनाव गराउने पैसाको अभाव छ। अनि सबैभन्दा ठूलो एउटा हल्ला, कतै चुनावै नहुने पो हो कि? भङ्ग भएको संसद नै फेरि ब्युतिने हो कि? यस्तो भयो भने त सबै खेल्ने खतम। यी सबै उतार चढाव, यी सबै गठबन्धन र विवादहरूलाई हेर्दा मनमा एउटै ठूलो प्रश्न उब्जिन्छ। आखिर नेपालको राजनीति जान खोजेको कता हो? र अन्त्यमा यो प्रश्न हामी सबैको लागि हो। के सबै घटनाक्रम नेपालको लागि एउटा साँच्चैको नयाँ युगको सुरुवात हो, वा
यो केवल पुरानी नाटक हो जहाँ पात्रहरू मात्रै नयाँ छन् तर कथा उही पुरानै दोहोरिँदैछ